गर्नुपर्ने कामहरू कुनै पनि गरेको छैन। किन भक्काउने मात्रै काम छ। बालन शाहको दिको अफिसर भक्काउने मात्रै काम छ। गृहमन्त्री प्रधानमन्त्री बालन शाह गर्ने हो र होइन। 3 जना सुसाइड गरेर मरे, किन मरे त? त्यो कसको जिम्मेवारी? बालन शाहको जिम्मेवारी कि मेरो जिम्मेवारी हो? त्यसमा सरकार एकदम निर्लक्षण। एउटा कुरो हो, बालन शाहले गरेको राम्रो नराम्रो भन्ने होइन क्या यसमा। किन भनेको पहिले हुकुमबासी र सुकुमबासी छुट्याउनुपर्छ क्या मेन भनेको। छुट्याएपछि डोजा चलाउनु व्यवस्थापन पहिलो गर्नुपर्ने। जस्तो थापाथालीको अहिले भत्काइगएको छन्, भत्काएर जितिसक्यो। रङ्गशाला हेर्नु, तपाईँहरू पत्रकारले पनि कसैले जानु दिँदैन त्यहाँ। किन दिँदैन भन्दा गरिबको कस्तो छ त्यहाँ। त्यो सरकार निरङ्कुश भएको हो त्यसो भने। त्यसमा सरकार एकदम निर्लक्षण। किन भन्दा उसले गर्नुपर्ने कामहरू कुनै पनि गरेको छैन। किन भक्काउने मात्रै काम छ। बालन शाहको दिको अफिसर भक्काउने मात्रै काम छ। किन भन्दा हजुर भत्काएपछि पो भन्छ त। भत्काएपछि कसरी बन्छ? होइन मान्छे पीडित कस्तो छ त्यहाँ गएर हेर्नु। त्यहाँ सबैजना पीडित छैन नि। तपाईँ हेर्नु, 100 जनामा 3 जना पीडित छन् नि त। होइन 100 जना 3 जना होइन। 3 जना सुसाइड गरेर मरे, किन मरे त? त्यो कसको जिम्मेवारी? बालन शाहको जिम्मेवारी कि मेरो जिम्मेवारी हो? सरकारको जिम्मेवारी। त्यो जिम्मेवारी कसैको पनि होइन। कस्तो होइन भनेको जस्तो अब त उसको यतिसम्म कमाएर गरेको मान्छे छानबिन गरेर चाहिँ अगाडि बढ्नु पर्ने। उहाँ छानबिन नगरिकन एकैचोटि डोजर चलाउनु त एकदम अन्याय हो। नेपाल सरकार यति छ भने मात्रै भने उहाँको अनुसार चाहिँ त्यो विवरण गरेर छुट्याएर मात्रै डोजर चलाउनु पर्ने हो। त्यसो गर्ने क्रममा त नक्कली सुकुम्बासी पनि त आउँथ्यो नि त। म पनि सुकुम्बासी हो भनेर। सुकुम्बासी नै छ। कमसेकम पहिला छैन। म एउटा चाहिँ दुर्गम क्षेत्रबाट आएको हो। म पनि अब एउटा सुकुम्बासी लिएर काठमाडौँमै मुटुमै बस्नुपर्छ त। किन भन्दा सुकुम्बासी भने कति सालदेखि बसेर तपाईँ अब त होइन तपाईँको जग्गा छ भने तपाईँ रुखमा बस्नुहोस्। यहाँ आउने होइन। 25 सालदेखि बसेको स्थानीय ओडा कार्ड होइन। ओडा कार्डले के भनेको? ओडा कार्ड स्थानीय उयो ओडा कार्डले होइन। ओडा कार्डले जानकारी दिएर जानु पर्नु पर्दैन। गृहमन्त्री प्रधानमन्त्री बालन शाह गर्ने हो र उनीहरूले त अर्डर दिने मात्रै हो। तर कसरी गर्ने भने स्थानीय मान्छे भनेको को भन्दा जिम्मेवारी भनेको ओडा कार्डलाई गर्छ नि त। ओडा मार्फत गरेको भए छानबिन त गर्नु पर्यो नि। आयो किन बनायो त? अहिलेसम्म किन आयो? किन आयो? आयोग त अनि पार्टीका चाहिँ झोले कार्यकर्ता एउटा कुरा सुन्नु। बालन शाहले के भनेको छ भने 60 दिनभित्र आयोग बनाउने, त्यहाँबाट सुकुम्बासी र व्यवस्थापन के गर्ने भने उहाँले भन्नुभयो। यो सबै त सुकुम्बासीलाई छ नि सरकारी जग्गा रिटर्न लिएर आउने भन्ने उसमा 100 दिनमा रिजल्ट निकाल्नको लागि हो नि त यो काम त। यो रिटर्नलाई चाहिँ जनताहरू कहाँ मरेको छन् त्यहाँ हेर्नुहुन्न तपाईँ। अब त सुसाइड कोही गरेको छ, कोही कता गएको छ, त्यहाँ त हेर्नु पर्दैन। त्यो नेपाल सरकारले हेर्नु पर्ने हो त। बालन शाहले